ल भाइ के भने सीता 100 म तपाईलाई खुसी हौ भन्ने लाग्छ कि सुखी हौ भन्ने लाग्छ? मेरी छोरी खुसी पनि हुनुपर्छ र सुखी पनि हुनुपर्छ। ल मैले सुख सुविधा धन सम्पत्ति गाडी भोग विलासको सबै चिज पाएँ, तर म खुसी नै हुन सकिनँ भने तिमीले भन्न खोजेको के हो? त्यति धेरै सुख सुविधाको जिन्दगी पाउँदा पनि तिमी खुसी हुन्नौ र? धन सम्पत्तिले कहाँ खुसी किन सक्छ र मामु? यदि धन सम्पत्ति र सुख सुविधाले खुसी किन मिल्थ्यो भने भगवान गौतम बुद्धले आफ्नो राजमहल छोडेर शान्तिको खोजीमा भौतारिनु पर्दैन थियो होला। सबै चिज त्यागेर एकान्तमा गएर ध्यान बस्नु हुँदैन थियो होला। त्यसो भए तिम्रो खुसी केमा छ भन न त? म रमेशलाई माया गर्छु। मेरो मन उसको मनसँग यसरी गाँठो परिसक्यो कि अब म चाहेर पनि त्यो गाँठो फुकाउन सक्दिनँ। मामु, मेरो खुसी भनेकै रमेश हो। अब म रमेशसँग बाहेक अरू कसैसँग पनि खुसी हुन सक्दिनँ। मलाई धन सम्पत्ति सुख सुविधा केही पनि चाहिँदैन। रमेशसँग नै म खुसी हुन्छु। उसको साथ नै मेरो सुख हो। रमेशले पनि तिमीलाई मन पराउँछ? मामा माइजूलाई पनि सबै कुरा थाहा छ। मेरो छोरीको खुसी नै मेरो खुसी हो। तिमीले रमेशलाई माया गर्छु भन्यौ, आजबाटै उसलाई मैले ज्वाइँ भने। को ल्याएको है? कमेन्ट